ओके गाइज वेलकम टु माई न्यू भ्लग न्यू भिडियो भनौँ होइन। अब धेरै पछि चाहिँ मैले भिडियो बनाइरहेको छु किनकि अहिले अब यता काम गर्दा कहिले के गर्दा टाइमै पाएर आउँदैन होइन। अनि कलेज जानु पऱ्यो, यताउति गर्दाखेरि टाइम हुँदैन। अनि आज चाहिँ मैले एउटा नयाँ कुरा जुन चाहिँ युकेमा के अरे अहिले रिसेन्टली रुल्सहरू चेन्ज भएको छ, त्यो रुल्सले चाहिँ कतिको इफेक्ट गर्छ इन्टरनेसनल स्टुडेन्टलाई, अनि यहाँ आइसकेकोलाई कति इफेक्ट गर्छ, अनि अब आउन चाहनेहरूलाई कति इफेक्ट गर्छ भन्ने कुराहरू नर्मली सरसर्ती भनिदिएर हुन्छु। अनि कति कुराहरू चाहिँ यहाँको रुल्सहरूको बारेमा नि थोरै म कसैलाई नलेज होस् भनेर कुरा गर्छु है। अब मेन इम्पोर्टेन्ट कुरा भनेको अस्ति भर्खरै रुल्स चेन्ज भएको छ। युके गभर्मेन्टले चाहिँ इमिग्रेन्टहरू एकदमै बढी भएको कारणले गर्दाखेरि अब इलिगल एक्टिभिटिजदेखि लिएर सबै कुराहरू पनि भइरहेको कारणले गर्दाखेरि चाहिँ अलिकति टाइट गर्न खोजिरहेछ अब आउने स्टुडेन्टलाई। तर लिगल्ली आउने स्टुडेन्टलाई अब लिगल्ली यहाँ बस्नेहरूलाई खासै प्रब्लम हुँदैन होइन। जो चाहिँ इलिगल तरिकाले बसिरहेछ, मेन प्रब्लम भनेको सबै गभर्मेन्टको लागि चाहिँ इलिगल इमिग्रेन्टहरूले चाहिँ प्रब्लम क्रिएट गर्ने हो नि त होइन। अनि त्यो कारणले गर्दाखेरि अहिले अलिकति टाइट होला जस्तो छ। अब अस्ति भर्खर युके गभर्मेन्टले चाहिँ एकदमै अब जसले चाहिँ बाहिर क्यासमा काम गरिरहेछ होइन, या कसैले कोही मान्छे हुन्छ नि बाहिर आफ्नो लिगल वे भन्दा पनि इलिगल वेमा काम गर्ने मान्छेहरूले लाई चाहिँ एकदमै प्रब्लम हुनेवाला छ। किनकि युके गभर्मेन्टले आफै नै अब प्राइम मिनिस्टरले पनि आफै नै हामी गर एभ्री टाइम हामी आउनेवाला छौँ भनेर भनिसकेको छ। त्यस कारणले गर्दाखेरि जो कसैले इलिगल तरिकाले काम गर्नुभएको छ प्लिज अब चाहिँ अलिकति अवेर हुनु होला, नगर्नु होला होइन। किनकि तपाईँहरू पढ्न आउनुभएको मजाले 1 वर्ष मास्टर्सको लागि आउनुभएको छ भने 1 इयर पढ्नुहोस्, पढिसकेपछि तपाईँले अपर्च्युनिटी पाइहाल्नुहुन्छ। 2 इयर्स पिएसडब्ल्यू हुन्छ, पिएसडब्ल्यूमा अलिअलि पैसा कमिहाल्छ होइन। अब त्यसपछिको कुरा भनेको आफू अब बिस्तारै छँदैछ। अब रिस्क लिएर नगर्नुहोस्, किनकि अब अहिले अलिकति टाइट भइरहेको बेलामा पर्यो भनेदेखि कति कुराको रिस्क हुन्छ होइन। अब यत्रो लगानी गरेर हुन्छ, लगानी उठाउनु पऱ्यो, मेन कुरा ऋण तिर्नु पऱ्यो। त्यो कारणले गर्दाखेरि अलिकति अवेर हुनु होला सबलाई। अनि अब थियो पहिलाको रुल्समा चाहिँ युकेमा आइएलआर पाउनको लागि 5 इयर्स युकेमा बस्नुपर्ने हुन्थ्यो, त्यो पनि चेन्ज भएर चाहिँ 10 इयर्समा लागू भएको छ। अब यो व्हाइट पेपर सबै रुल्सहरू व्हाइट पेपरमा आछ। अब मेन कुरा चाहिँ अब यहाँ आइसकेको स्टुडेन्टहरूलाई, यहाँ आइसकेको मान्छेलाई चाहिँ त्यसले इफेक्ट गर्छ गर्दैन त्यो थाहा छैन, अहिलेसम्म कसैलाई पनि थाहा छैन होइन। तर मोस्ट प्रोबेबली किनकि आइसकेको भन्दा पनि अब आउनेलाई चाहिँ त्यो रुल्सहरू लागू हुनसक्छ। सबै कुराहरू जुन पनि रुल्सहरू लागू हुँदाखेरि त्यसरी नै हुने गर्छ। अब त्यो भयो भने त ठिकै हो। अब आउनेहरूलाई चाहिँ अलिकति गाह्रो हुनसक्छ, अझ यो भएकोलाई नि गाह्रो हुन्छ होइन। त्यो एकदम इम्पोर्टेन्ट कुरा हो। कति स्टुडेन्टहरूले एप्लाई गर्न खोजिरहेको हुन्छ होइन, तर खासै रुल्स इम्प्लिमेन्टेसन भइसकेको छैन। तर अब त्यो स्टुडेन्टहरूलाई डर लाग्ने हुन्छ नि त होइन। मैले एप्लाई गर्न लागेको छु, अब सेप्टेम्बर इन्टेक आउन आँट्यो, के हुने होला भन्ने। तर खासै अब रुल्स इम्प्लिमेन्टेसनको प्रोसेसमा चाहिँ गएको हो, तर इम्प्लिमेन्टेसन चाहिँ भइसकेको छैन। रुल्स व्हाइट पेपरमा आयो, अब कति कुराहरू पनि त सरकारले चाहँदा पनि इम्प्लिमेन्ट हुनलाई गाह्रो हुन्छ। त्यही भएको कारणले गर्दाखेरि यिनीहरूलाई अब अलिकति इलिगल इमिग्रेन्टहरूलाई चाहिँ सकेसम्म युकेमा आउन नराख्ने, त्यो यहाँबाट लकेट्ने टाइपको कुराहरू जहाँ पनि हुन्छ त्यो नर्मली भइरहेछ। तर डराउनु पर्दैन, मजाले युकेमा एप्लाई गर्दा हुन्छ। त्यही हो। अब मेन इम्पोर्टेन्ट कुराहरू भनेको अरू युकेमा आइसकेको स्टुडेन्टहरूले भर्खरै हाम्रै युनिभर्सिटीमा एउटा केस आयो क्या। एउटा नेपाली स्टुडेन्टले के अरे अन्डर एजको मान्छेहरूलाई चाहिँ कुरा गरेर अनि भेट्न बोलाएको त्योहरू इन्सिडेन्ट्सहरू आइरहेछ। त्यही भएर यहाँ युकेमा रहँदाखेरि यो अन्डर एजहरूसँग बोलेर अनि त्यसरी बोल्ने भेट्ने कामहरू नगर्नु होला। किनकि डाइरेक्ट पुलिसले एकदमै गरिरहेको हुन्छ, अनि त्यसपछि डाइरेक्ट ब्याक टु नेपाल हुनेवाला छ। त्यस कारणले गर्दाखेरि यो कुराहरूमा चाहिँ एकदम सतर्क रहनु होला। त्यो भर्खरै हाम्रो नेपालको पनि एकजनालाई त्यस्तो केसहरू आइरहेको थियो होइन। एकदम बी अवेर गाइज त्यो कुराहरूमा। अनि अब यस्तै हो, लाइक त्यस्तो गाह्रो नपर्ला अब स्टुडेन्टको लागि।
अब बिस्तारै बिस्तारै अलिकति टाइट त हुन्छ, त्यही पनि त्यस्तो डराइहाल्नुपर्ने स्थिति अब भइहाल्छ भन्ने छैन। अब कहिलेदेखि इम्प्लिमेन्ट हुन्छ अब यो भन्ने कुराहरू थाहा छैन होइन, त्यस कारणले मजाले ढुक्क भएर गर्दा हुन्छ गाइस। अरू भनेको अब स्टुडेन्ट लाइफको रमाइलो पनि छ, पीडा पनि छ। अब ब्याचलर्समा आउने स्टुडेन्टहरूको लागि अलिकति गाह्रै हुनेवाला छ। मास्टर्समा आउनुहुन्छ भने ठिकठाक छ, ओके तपाईँहरू चल्न सक्नुहुन्छ, पछि गरौँला भन्ने आश हुन्छ। त्यसै चाहिँ गाइज अब यहाँको मौसम अहिले समर चलिरहेछ, रमाइलो छ है। अब समरको टाइममा त टी सर्ट लाएर हिँड्न सकिन्छ, अब विन्टरमा झन् गाह्रो हुन्छ। अब कामको कति कुराहरूलाई कतिजनाले अझै पनि ज्यान इन्टेकमा आएको मान्छेहरूले पनि काम पाइरहेको छैन। अब त्यो चाहिँ खोइ अब कसरी पाइरहेको छैन मलाई थाहा छैन, तर काम नपाउने पनि होइन, भ्याकेन्सी नभए पनि होइन, कसरी अप्रोच गर्ने हो त्यो टेक्निकहरू चाहिँ सिकेर आउनु होला। नेपालबाट आउँदाखेरि अब जति पनि सेप्टेम्बर इन्टेकमा आउनुहुन्छ नि, कसरी अप्रोच गर्ने या कसरी एप्लाई गर्ने, यहाँ बसिरहेको कोही पहिलादेखि बसिरहेको मान्छेहरूलाई चिन्जान गर्ने या होइन अलिकति टेक्निक सिक्ने, सिभीहरू बनाउन कसरी बनाउँदाखेरि हुन्छ त्यो टेक्निकहरू सिक्यो भने चाहिँ आफूलाई अलिकति हेल्प हुन्छ, प्लस पोइन्ट हुन्छ होइन, गरिसकेको मान्छेले अलिकति सिकाउँदाखेरि। त्यही भएर यहाँ युकेमा या जुनसुकै देशमा पनि लाइफ अलिकति सजिलो बनाउनको लागि सकेसम्म तपाईँहरूले कनेक्सन डेभलप गर्ने हो। कनेक्सन नै लाइफमा कनेक्सन नै हो जताबाट नि काम लाग्ने भनेको। सो साथी सर्कलहरू बनाउनुहोस्, साथीभाइहरूसँग कुरा गर्नुहोस् होइन। एउटा कनेक्सन बनाइसकेपछि एउटा साथीले चिनेको ठाउँमा कतै भयो या कतै भयो भनेदेखि सजिलो हुन्छ होइन। त्यस कारणले गर्दाखेरि कनेक्सनमै छ लाइफ। त्यही हो गाइज, अलिकति गाह्रो हुनसक्छ फर्स्टमा आउँदाखेरि, इनिसियल फेजमा गाह्रो नमानिकन गर्नुपर्छ, बिस्तारै आफै भइहाल्छ, त्यस्तो डराइहाल्नु पर्दैन। अझ पनि म चाहिँ ब्याचलर्सको स्टुडेन्टलाई चाहिँ नआउनु नै भन्छु, मास्टर्सको लागि त अब नराम्रो छैन होइन। सो गाइज यस्तै नै छ। अरू इन्फर्मेसनको लागि अरू केही भयो भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला, म सबैले तपाईँलाई इन्फर्मेसनहरू दिनेवाला छु। सो किप वाचिङ, किप लभिङ। सानो भिडियो तर कसैलाई अलिकति हेल्पफुल हुनसक्छ। सो सी यू गाइज इन नेक्स्ट भिडियो। अरू म कुनै भिडियोमा केही कुराहरू गर्नेवाला छु। सी यू।